हामी होटल पौवामा आज ह्याप्पी न्यु इयर बनाउँदै आउँदैछौँ साथी हो। लो साथीहरु हामी आछौँ पौवामा। यता 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 देन होटल पौवा। साथीहरु आज ह्याप्पी न्यु इयर तपाईलाई। हामी आउँदैछौँ कता हो साथी कता ए हामी सबै यता यता हो यता पछि निदेन हाम्रो सबै एकजना सबैजना ल। आज हामी होटल पौवामा आज आउँदैछौँ साथीहरू तपाईँलाई। आज हामी आउँदैछौँ जाऊँ चल। मलाई किन नाच्न आउँदैन भनेको म त नेपालगञ्जमा नजन्मिएर मात्र रहेछ कि कसो हो। नाच्न जान्नलाई त नेपालगञ्जतिरै जन्मिन पर्दो रहेछ के विनोद सर ज्ञानीहरु। अब नवलपुरतिर चितवनतिर जन्मियो हुन त यतातिर पनि बाघ भालुसँग लड्न खेल्न नजानेको त होइन हैन र हैन। निकुञ्ज मात्रै फरक हो तर पीडा त उस्तै छ नि हैन र। र नवलपुरे भए पनि अलिअलि नेपालगञ्जको सङ्गतले नाच्न गाउन बोल्न आउँदैछ मलाई पनि कि कसो हो। अब मैले ढिला गरेँ भने समय घड्किँदैछ, समय जाँदैछ हो कि होइन। हाम्रो स्थानीय प्रस्तुतिलाई पनि राख्दै जानेछु। आजको विशेष प्रस्तुति विशेष कलाकारहरूको प्रस्तुतिलाई पनि हामी राख्दै जानेछौँ। आजको सेन्टर अफ एट्र्याक्सन आजको लोकप्रिय गायकको रूपमा चर्चित सिङ्गरको रूपमा हामीले पाएका छौँ उनै चर्चित कलाकार निशान भट्टराईको प्रस्तुति बाँकी छ। यसै गरी उनै हेलो आज साथीहरू हामी आज पौवामा छौँ। यहाँ चाहिँ ह्याप्पी न्यु इयरको आज अब गएको साललाई बिदा गएको साललाई बिदा टाटा बाई बाई र आउने साललाई वेलकम हामी आज गर्न आछौँ। हाम्रो पुरा फ्यामिलीहरू आएको छ है यता हेर। हेलो मेरो साथी भाइ हो भाइ बुहारीहरू
हाम्रो भाइ बहिनीहरू आछन् है भाइ बहिनी आज पौवा होटलमा तपाईँ देश विदेशका रहेका साथीहरू हेर्नुहोस् आज यसरी हामी खजुरामा पौवामा आछौँ सेलिब्रेट गर्न तपाईँहरू लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला युट्युबमा गएर सब्सक्राइब पनि गरिदिनु होला मेरो साथीहरू जाडो त लास्ट छ जाडो लास्ट छ साथीहरू जाडो लास्ट छ अब हामी खाना खानको लागि जाँदैछौँ हेर्नु साथीहरू यस्तो रातिको बेला जाडो छ यो हाम्रो दाइहरूको लागि गाह्रै छ बिचरा दाइहरूलाई पनि के गर्ने अब सब गर्नै पर्यो है दाइ अब गर्नै पर्यो अब ल हामी जाँदैछौँ साथी हो अब चल्दैछ ठिक छ त मुस्कान ए लोटा ल फेरि यार भिडियो चक्करमा हो साथीहरू हामी चाहिँ आउँदैछौँ है साथीहरू अब यहाँ रेस्टुरेन्ट छ खानापिना भइरहेछ हेर्नुहोस् यो बार हो पौवाको यहाँ आउनु सक्नुहुन्छ एक चुस्की प्याक लगाए पनि हुन्छ यहाँ हामी पौवाको जेन्ट्स रुममा सो वासरुम गरेर ए नितिन पनि रहेछ यहाँ त ए नितिन पनि रहेछ हेर्नु साथीहरू यो पौवाको वासरुम हो कति निट एन्ड क्लिन छ आउनु होला हो साथीहरू हेर्नुहोस् यस्तो छ पौवाको घुमर पनि छ टक्क आउँदैछन् पुरा हस आज त ह्याप्पी न्यु इयर चक्करमा पुरा प्याक छ रेस्टुरेन्ट पुरा प्याक छ पौवामा साथीहरू तपाईँलाई म आज प्रत्यक्ष लाइभ देखाइरहेको छु पुरा प्याक छ आज पुरा प्याक छ लाइभ पुरा प्याक छ मेरो च्यानललाई लाइभ सब्सक्राइब कमेन्ट लाइक गरिदिनु होला तपाईँलाई आज म ह्याप्पी न्यु इयरको पार्टी देखाउँदैछु हामी पौवा होटलमा आज फेरि डिनर गर्दैछौँ हेर्नु साथीहरू म आफ्नो परिवारलाई पनि ल्याएको छु मेरो श्रीमतीलाई पनि डिनर गराउन लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला है अब म एकछिनपछि अब अर्डर गरिसकेको छु मैले तपाईँ अर्डर गरेपछि म अहिले मैले अर्डर गरिसकेको छु अब अर्डर गरेपछि अब खाना लिएर आउँछु अब हाम्रो क्याप्टेन साहब घाट जानुभएको छ होइन साथीहरू आज फ्यामिलीलाई यसो न्यु इयरमा धेरै भयो इन्जोय नगरेको आज म इन्जोय गराउन ल्याएको छु मेरो परिवारलाई पुरा होल फ्यामिलीलाई होटलमा आएको छु साथीहरू मलाई म देखाउँदैछु 11 बजिसकेको छ साथीहरू हामी अब घर फर्किन लागेको